ल साथी फेरि पनि स्वागत छ मेरो यो नयाँ मिनी ब्लगमा। म पहिला लङ भिडियो बनाउँथेँ तर अब मैले अबदेखि मिनी ब्लग बनाउन थालेँ किनकि मेरो साथीहरूले बनाए लङ भिडियो कोही हेर्दैन, त्यही भएर मिनी ब्लग बनाऊ भनेर मैले स्टार्ट गरेँ। अब स्टार्ट गर्नुभन्दा बिहान बिहान 5 बजीमा उठेँ झाडु पोछा लगाउनको लागि। म मात्र होइन, मेरो भाइ पनि लगाउँदैछ झाडु, म चाहिँ लगाउँछु पोछा, मेरो साथीले चाहिँ उता अर्को रुममा लगाउँदैछ, त्यसैले म यता लगाउँदैछु। ल म त्यसलाई सिकाउँदैछु यता राम्रोसँग गर भनेर म पनि यता गर्दैछु, पोछा लगाउँदैछु। पोछा लगाउँदा लगाउँदा के लगाएँ मलाई नै थाहा छैन। यस्तो कति पोछा लगाउनु, अब यिनीहरू के पो गफ गर्न थिएँ, म यस्तो गरेँ हेरेँ त अब यो भनेर सिकाएँ तर आफूले नै आएन, छोड्दै भनेर म ब्रस गर्न थालेँ। ब्रस गरेँ कति गर्नु ब्रस। ल गर्दा गर्दा यो पनि के डान्स हान्न लाएँ मलाई नै थाहा छैन खै। अब म मुख धुन लाएँ, यसले के डान्स हाने के डान्स हाने। ल त मुख धुन्छु म। अब मुख धुन ल फेरि आयो यार, अब माइकल ज्याक्सनको अर्को रूप नेपालमा उमेश माइकल। ल फेरि मुख धुन लागेको, अब थाहै पाएन, भर्खर थाहा पाएँ मैले। ल मैले मुख धोएर सिधाइसकेपछि के गरौँ भने मलाई अब मेरो त तरकारी बनाउनु छ। तरकारी बनाउनुको लागि के काटुँ भने पहिला टमाटर काटुँ के काटुँ, भान्टा देखेँ भान्टा काट्छु भनेर भान्टा काटेँ। त्यसको मैले 3 पिस या 4 पिस बनाएँ, मलाई नि थाहा छैन, अहिले हेर्दैछु। मैले हेर्दा कति पिस बनाएँ भनेर 4 पिस बनाएर चाहिँ 4 पिसको बिचमा काटेँ, बिचमा काटेर अझै त्यसको बिचमा काटेँ किनकि त्यो बिचदेखि काटेपछि धेरै हुन्छ। ल नास्ता पनि रेडी भइसक्यो, नास्ताले देखेर मुखमा पानी पनि आइसक्यो, त्यही कारण अब नास्ता पनि खानु पऱ्यो। नास्ता खाइसकेर सबै रेडी भएर आफ्नो टिफिनहरू प्याक गर्न लाग्छु किनकि हामी लेबरी कामको लागि जाँदैछौँ। म र उमेश ब्याग पनि प्याक भइसक्यो, बाटोमा पनि आइसक्यो हामीहरू। ल बाटोमा आइसकेपछि जाँदैछौँ, बिहान बिहानको नजर हेरेर ल जाँदा जेब्रा क्रसिङ बाटो पनि पुग्यो, त्यसलाई काटिसकेपछि अब हिँड्दै राख्यौँ। अगाडि हेर्छु त यति धेरै भिड किन रहेछ भनेर ल थाहा भयो कि हामी आउँदैछौँ भनेर। ल जाँदा असन बजार पनि पुगिसकेपछि ल ठिकै छ, असन बजारमा यस्तो किन हिलो भनेर भनेको र के होइन भनेर यस्तो हेर्छु त यो मान्छे मलाई हेरिरहेको छ किन हो हेर्नलाई कुटु भनेर नै छोड्दै के कुट्नु यस्तालाई भनेर पनि भनेर ठ्याक्कै हामी काम गर्ने ठाउँ आयो त सटर बन्द। दाइ कहाँ पो गएर छन्, फोन गरेको ल आउँछु भाइ भनेर ठ्याक्कै आउनुभयो, सटर खोल्नुभयो। सटर खोलिसकेपछि ल भित्र जानु पाली आयो, भित्र जाउँ भनेर गएको। अनिपछि माथि चढे जानुभन्दा अगाडि अनि ढोक गरेर गएको किनकि लाइट ट्याक्कै बाल्यो, त्यही भएर ढोक गरेको। ल उमेशको आफ्नो काम गर्न थाल्यो, म पनि आफ्नो काम गर्न थालेँ। त्यसपछि भोक लाग्यो, भोक लागिसकेपछि भात खाएको थियो, यति मिठो दाल भात तरकारी थियो कि यति मिठो लाग्यो के भनौँ। त्यसले पनि खायो कति मिठो छ भने किनकि मैले पकाएँ नि त। अनि त्यसमा मलाई झ्याउ लाग्यो, के गरौँ सोचिरहेको थिएँ। कस्टमर कोही पनि आएको थिएन, ल के गरौँ अहिले त के न के त गर्नुपर्छ भनेर क्यामेरा चाहिँ उता राखेँ। म यता हिँडेँ उता हिँडेँ, के गरौँ कोही आउनु भएको थिएन। अनि पानी प्यासलाई पानी खाएँ, घट पानी खाइसकेपछि ऐनामा यस्तो आफूले पिँदा अब हेर्छु त यता नास्ता आइसकेको रहेछ, सुन्छु त के मिठो बस्न। अनि बसेर म खाना थालेँ अब आफ्नो नास्ता। अनि यस्तरी गर्छु त मुखमा पानी आइसक्यो, खाना खाऊ घप्पै मुखमा हालेँ, मिठो रहेछ त। अनि त्यसपछि छुट्टी भएर हामी घरतिर लाग्यो। घरतिर लागिसकेपछि बाई गरेर म मेरो साथी मेरो दाइ हामी घरतिर लागिसक्यो। जाँदा बिचमा रत्न पार्क पुगिसकेपछि यता हेर्छु त भोलि त राखी रहेछ, रक्षाबन्धन दिदीको लागि यही राखी लिएर जाउँ कि क्या गिफ्ट सोचिरहेको थिएँ। बिचमा देख्छु त पानीपुरीको ठेला, अब यहाँभित्र गएर अब चटपटे खाऊँ सोचिरहेको थिएँ। चटपटे खानुलाई पैसा थिएन, मेरो साथीले म दिन्छु खा भने हामीले खाइसकेपछि चटपटे खाइसकेपछि हामी पुग्यो रुम पुगेर हेर्छु त दिदीको पर्सिदेखि इक्जाम छ, अहिलेदेखि नै रिल्स हेर्दै बस्नुभएछ, न के छ न के त्यो पागल पनि हेर्दैछ। ल ठिकै छ भनेर आजको लागि यति नै भिडियो इन्ड गर्छु। लाइक कमेन्ट सेयर सब्सक्राइब ओके।